नमस्कार सबैजनालाई। यो हामीले आज एउटा साम्बरको प्रिपरेसन बनाउँदैछौँ। यो साम्बरको प्रिपरेसन चाहिँ कसरी गराउने भनेर हाम्रो यो पुरै इन्ग्रेडियन्ट्सहरू सरसर्दी म तपाईँहरूलाई चाहिँ भिडियोमा चाहिँ देखाइराखेको छु। त्यसपछि हाम्रो टिमहरू सबै मिलेर यसको बारेमा म तपाईँ आज हामी साम्बर बनाउँदैछौँ है। साम्बर भनेको स्पेसली इन्डियाको साउथ इन्डियन करी प्रिपरेसन भनेको हुन्छ। मूलत ब्रेकफास्टमा ल्याइन्छ, तर साउथ इन्डियामा चाहिँ धेरै जस्तो मान्छेहरू दिनमा पनि यसलाई चाहिँ हल्का खानाको मान्छेले गर्छन्। यो चाहिँ एउटा चाहिँ नेपालीमा भन्दाखेरि यो चाहिँ तरकारी होइन, इन्डियाको साउथ इन्डियाको ग्रेभी भएको तरकारी है। अब यसमा हामीले चाहिँ विशेष गरी यो छुट्याउने नआउने भन्ने कुरा यो चाहिँ भेजिटेबल यो रमिसेज है, यसलाई नेपालीमा मनिङा पनि भन्छ होइन, सजिना पनि भन्छ, यसका धेरै नामहरू छ। एकदम हेल्थको लागि एकदम राम्रो चिज र बाँकी हामीले चाहिँ यसमा सब्जीहरू चाहिँ भेजिटेबलहरू आफ्नो आफ्नो तरिकाले चाहिँ अलग अलग भेजिटेबलहरू युज गर्न सक्छौँ। कतिपय ठाउँमा पम्किनहरू युज गरिन्छ होइन, कतिपय ठाउँमा लेडी फिङ्गरहरू युज गरिन्छ, कतिपय ठाउँमा अरू दालहरू युज गरिन्छ। हामीले अहिले यहाँ चाहिँ गर्छ बिन्स, क्यारट एन्ड पोटेटो, यो तिनवटा चिज प्लस यो चाहिँ ब्राउन चिज चाहिँ कम्पलसरी जानु निकाल्यो। यसमा चाहिँ एउटा दाल, यसलाई थिकनेस गर्नको लागि एउटा दाल युज गरिन्छ। कुनै पनि प्रकारको दाल, प्रायः जस्तो चाहिँ उडदको दालहरू युज गर्ने गरिन्छ, डुवर्सको दालहरू। हामीले चाहिँ यहाँ चाहिँ चनाको दाल युज गरेको छौँ। यसले चाहिँ त्यसलाई के गरिन्छ, ग्रेभीलाई ठिक बनाउँछ है, बनाउने प्लस यसमा चाहिँ मूलत युज गर्ने चिजहरू चाहिँ हामीले चाहिँ घिउमा बनाउने गरेको छ। अब यसलाई चाहिँ साउथ इन्डियन प्रिपरेसनमा त्यहाँ तपाईँ नरिवलको तेलमा चाहिँ बनाउने गर्छ होइन। हामीले चाहिँ यसमा चाहिँ घिउ युज गर्छौँ। त्यसपछि तोरीको दाना होइन, कालो तोरीको दाना, यो चाहिँ सुकेको खुर्सानीहरू। यो चाहिँ यसमा युज हुने मसला भनेको तपाईँहरूको यो चाहिँ साम्बर मसला भनेर रेडीमेड आउँछ, हामीले यसमा चाहिँ प्याकेट निकालेर गरेको छ। त्यसपछि यसलाई चाहिँ अमिलो बनाउनको लागि यसलाई चाहिँ हामीले चाहिँ टेम्परेट युज गर्छ है। यो चाहिँ तपाईँको नभई नहुने तत्त्वमा युज हुन्छ है। करी लिभ फ्लेभरको लागि हामीले होइन। त्यसपछि जिरालाई गार्निस र यसमा चाहिँ मूलत टेस्ट खर्च यसलाई राम्रो बनाउनलाई हामीले युज गर्ने भनेको ब्ल्याक सल्ट होइन। त्यो सल्ट पनि युज गर्न सक्छ र ब्ल्याक सल्ट चाहिँ हेल्थको हिसाबले पनि राम्रो हुने र यसलाई चाहिँ टेस्टी पनि हुने कारणले गर्दा हामीले चाहिँ यसमा चाहिँ ब्ल्याक सल्ट युज गर्छौँ। र अलिकति टर्मरिक पाउडर छ हामीसँग, त्यो भनेको जस्ट हामीले कलर इन्हान्स गर्नको लागि हामीले युज गर्छौँ। अब हामीले यो सबै प्रिपरेसनहरू रेडी गरिसकेको छौँ। अब हामीले त्यसलाई चाहिँ पकाउँछौँ। पकाउने प्रिपरेसनहरू फाल्टो हामीले अलिकति है त हामीले फेरि तोरीको दाना हाल्यौँ है। त्यसपछि अङ्ग्रेजीमा नेपालीमा चाहिँ तोरीको दाना, कालो खुर्सानी मिठोको लागि है गर्छौँ। अरूको लागि हामीले बेसार हाल्यौँ। यो पाक्नलाई सर्ट हालेपछि यसले चाहिँ चाँडै पकाउँछ यसलाई है। र सर्ट बनाउँछ, गलाउँछ अर्थात् पकाउँछ, यसलाई पनि हल्का दिन्छौँ है त। करी पेस्ट गर्ने हाम्रो आफ्नो करेसा राख्छौँ। अब एकछिन घुमिसकेपछि यसमा हामीले के गर्यौँ, बिन्स हाल्यौँ है त। यसलाई यो स्पेसल यो चाहिँ नभई नहुने है, साम्बरको लागि चाहियो चाहिँ यसलाई चाहिँ के भन्छ ड्रमस्टिक है। ड्रमस्टिक हामीले अहिले धेरै क्वान्टिटीमा यसलाई मूलत अघि भोटेर चाहिँ पानी हालेर यसलाई चाहिँ के गर्छौँ, हाल्यो हामीले चाहिँ। यसमा हामीले चाहिँ यो इमली पानी चाहिँ टेम्परेटको चाहिँ यो पल्प हो। दालको चाहिँ हामीले बोइल गरेको दालको पल्प। कुन दाल हो? थिकनेसको लागि हामीले चना दाल युज गरेको होइन, डुवर्सको दालहरू पनि युज गर्छौँ। र यो चाहिँ हामीले चाहिँ यो साम्बर पाउडर मार्केटमै हामीले
बेस्ट भनेको तपाईँको हामीले युज गर्ने मसलामा चाहिँ यो साम्बरको बेस्ट मसला यसले चाहिँ तपाईँको हालिसकेपछि टेस्ट प्लस यसको कलरहरू स्पाइसेसहरूले कम्बिनेसनले तपाईँ यसको कलर पनि मिलाएर चाहिँ उयो हुन्छ हामीले चाहिँ आवश्यकता अनुसार आफ्नो टेस्ट चाहिँ गर्छौँ हामीले अझै पाक्दै हुन्छ यो लगभग तपाईँको 70% पाकिसकेको छ 70% पाकिसकेपछि हामीले यो चाहिँ यसको साम्बर पाउडर युज गर्छौँ अब 25% छ 25% पाक्यो भने साम्बर रेडी फर इट है त ल थ्याङ्क यू यो प्रिपेरेसन छ यसलाई चाहिँ हामीले प्रेजेन्टेसन गर्दैछौँ है अब यसलाई घिउको तड्का हालेर ट्याक्कै अनि त्यसपछि यो तोरीको दाना चाहिँ हामीले चाहिँ यसमा हाल्यौँ तड्काको लागि यो त्यसपछि करेली भयो यो है यसमा अलिकति हामीले चाहिँ खुर्सानी हालिरहेको छौँ एड गरिरहेको छौँ रातो खुर्सानी अब यसलाई हामीले चाहिँ प्रेजेन्टेसन गरेर अनि गेस्टलाई सर्भिस गर्नुलाई रेडी भइसक्यो यो चाहिँ हाम्रो चाहिँ साम्बर अब रेडी भइसक्यो सर्भिस गर्नको लागि है ल एकदम टेस्टी एकदम सिम्पल रेसिपीसँग हामीले चाहिँ एकदम मिठो चाहिँ साम्बर चाहिँ यसरी बनाउन सकिन्छ है त लस् धन्यवाद